नेपाली कांग्रेसका सभापति महान नेता शेरबहादुर देउवा नेपाल आउँदै हुनुहुन्छ। देउवाको स्वागतका लागि रेड कार्पेट ओछ्याइदैछ। यदि तपाईँ सक्नुहुन्छ भने स्वागत गर्न आउनुहोस्। भएको मान्छेलाई रेड कार्पेट ओछ्याउँदैछ। कम्तीमा नेपाली कांग्रेसका 8 लाख क्रियाशील सदस्य एयरपोर्ट जानै पर्छ। हाम्रो नेतालाई स्वागत गर्न तमाम 8 लाख क्रियाशील सदस्यहरू एयरपोर्ट आउन गर्छु। यदि नेपाल सरकारले शेरबहादुर देउवामाथि केही धरपकड गर्यो भने नेपाल तरुण दलले रक्तपात गर्न तयार छ। तरुण दल सडकमा बसेर लड्न तयार छ। नेपाल सरकारले शेरबहादुर देउवामाथि जुन धरपकड गर्ने कुरा गर्दै हुनुहुन्छ, यदि धरपकड भयो भने नेपाल तरुण दलले रक्तपात गर्न तयार छौँ। हामी सडकमा बसेर लड्न तयार छौँ। हाम्रो नेतामाथि यो सरकारले खारो शिरमाथि लाएर हेऱ्यो भने एयरपोर्ट अगाडि रक्तपात हुन्छ, आगो लागि हुन्छ। यो हो तरुण दलको पावर। नेपालमा राणा शासन फाल्ने नेपाली कांग्रेस नै हो। नेपालमा प्रजातन्त्र ल्याउने पनि नेपाली कांग्रेस नै हो। नेपालको लोकतान्त्रिक पार्टी पनि नेपाली कांग्रेस नै हो। बीपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई जस्ता महान नेताहरू जन्माएको पार्टी नै नेपाली कांग्रेस नै हो। यदि नेपाली कांग्रेस हुने थिएन भने नेपालमा प्रजातन्त्र पनि आउने थिएन र राणा शासनको अन्त्य पनि हुने थिएन। कुरा के छ भने शेरबहादुर देउवाको स्वागत र सुरक्षाका लागि तरुण दल त खटिन्छ, तर तरुण दललाई विश्वास गर्न सकिन्छ त? किनकि जेनजी आन्दोलनको दिन शेरबहादुर देउवालाई एक्लै छोडेर तरुण दल कहाँ गएको थियो? सायद तरुण दलको विश्वास नलागेर शेरबहादुर देउवाले आफू आउने मितिलाई 2 दिन पछाडि सारेका त होइनन्। यहाँनिर केही शंका गर्ने बाटो चाहिँ छ है। तरुण दलले आन्दोलन गरेर रक्तपात गर्नुभन्दा सरकारसँग छलफल गरेर सरकार र तरुण दल मिलेर शेरबहादुर देउवालाई रातो कार्पेट ओछ्याएर स्वागत गरे शान्ति कायम हुने थियो। बरु शेरबहादुर देउवा 2-4 दिन ढिलै आए पनि के हुँदैन।